ट्रेडमार्क दर्ता कसरी हुन्छ र ट्रेडमार्क दर्ता गर्दाखेरि के डकुमेन्ट्स पेश गर्नुपर्छ भनेर मलाई धेरैले सोधिराख्नु भएको छ। अब ट्रेडमार्क दर्ता गर्दाखेरि चाहिँ वाट यु निड टु डु इज यु निड टु फिल दिस आवेदन फर्म फर्स्ट वा एप्लिकेसन फर्म चाहिँ भर्नुपर्ने हुन्छ। अब यो एप्लिकेसन फर्म भरेपछि हजुरले एप्लिकेसन फर्मसँग सर्टेन डकुमेन्ट्सहरू कम्पाइल गरेर पेश गरेको हुनुपर्ने हुन्छ। फर्स्ट थिङ फर्स्ट इन्कर्पोरेसन सर्टिफिकेट वा दर्ता प्रमाणपत्र भइहाल्यो, अर्को ट्याक्स सर्टिफिकेट भयो, अनि तेस्रोमा हजुरहरूले यदि कुनै पनि थर्ड पर्सनलाई चाहिँ पावर अफ अटर्नी दिइरह हो भने चाहिँ वारिस बनाइरह हो भने चाहिँ उहाँको नाउँमा वारिस ट्रान्सफर भएको देखिनु पर्यो। अर्को यदि कम्पनी हो भने कम्पनीद्वारा चाहिँ सञ्चालक समितिद्वारा ट्रेडमार्क रजिस्टर गरिने सम्बन्धमा चाहिँ माइन्युटिङ एउटा हुने नै पर्यो। अब चौथोमा र मोस्ट इम्पोर्टेन्टमा चाहिँ के हुन्छ भने तपाईँको चाहिँ 4टा स्याम्पल चाहिन्छ ट्रेडमार्क दर्ता गर्न आँटेको। अब टेक्निकली चाहिँ 888 सेन्टिमिटर चाहिँ भनिन्छ, तर 4टा ठुलो अक्षरमा चाहिँ हजुरले बुझ्ने गरी यदि लोगो राख्नुभयो भने चाहिँ A4 साइज पेपरमा प्रिन्ट गरेर राख्नुभयो भने चाहिँ द्याट वुड बी बेनिफिसियल। अनि लास्टमा चाहिँ के गर्नुपर्छ भने ट्रेडमार्क दर्ता हुँदाखेरिको चरणमा चाहिँ 1000 रुपियाँ राजस्व तिर्नुपर्छ। त्यो राजस्व तिरेको भाउचर हुने नै पर्यो। अब एक ट्रेडमार्क दर्ता गर्दाखेरि कति समय लाग्छ भनेर सोध्नुहुन्छ भने एकै दिनमा चाहिँ ट्रेडमार्क नेपालमा दर्ता हुँदैन, त 6 महिनादेखि 1 वर्ष वा 1 वर्ष 2 महिना जति लाग्छ। टेम्पोररी ट्रेडमार्क पहिला चरणमा पाउनुहुन्छ भने पर्मनेन्ट ट्रेडमार्क चाहिँ हजुरको अफिसियली ग्याजेटमा प्रकाशित भइसकेपछि मात्र हजुरहरूले चाहिँ ट्रेडमार्कको चाहिँ अफिसियल्ली रजिस्ट्रेसन त्यसपछि भएको भनेर थाहा पाउनुहुन्छ।